नमस्कार तथा शुभ बिहानी सम्पूर्ण दर्शकबिनहरूलाई। अहिले तपाईहरुलाई यो चाहिँ लाइभ भिडियो हामी देखाइरहेका छौं मुस्ताङ मुक्तिनाथ मन्दिर परिसरको। हिजो बेलुका 10 बजे पछाडिबाट चाहिँ मुस्ताङ क्षेत्रमा मुक्तिनाथ क्षेत्रमा चाहिँ एकदमै हिमपात भइरहेछ। बेलुका चाहिँ अलिक कम नै परिरहेको थियो हिउँ। अहिलेबाट चाहिँ निकै बाक्लो हिमपात भइरहेको अवस्था छ। तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको ताजा अवस्था। यता तल यसरी हिउँ परिरहेछ। सबै सेताम्मे हिउँ यो सबै हिउँले ढाकिसकिएको छ। यता रुखबुटाहरू पनि यस्तो छ। रुखबुटाहरू पनि सेतै छन्। यो दृश्य चाहिँ ठ्याक्कै मुस्ताङ मुक्तिनाथ क्षेत्रको दृश्य हो। र यहाँ चाहिँ मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थीहरू चाहिँ आएर होटलमा बसिराख्नु भएको अवस्था। तर हिमपातले गर्दाखेरि कोही पनि बाहिर तत्काल निस्केर चाहिँ दर्शन गर्न जाने खालको अवस्था छैन। यद्यपि फाटफुट केही दर्शनार्थीहरू चाहिँ बाहिर निस्केर हिउँ पनि खेलिराख्नु भएको छ बाहिरतिर। यस्तरी हिउँ परिरहेछ के। ल हेर्नुस् बाक्लो हिउँ परिरहेछ। यो चाहिँ हामी बसेको होटलको छतको दृश्य हो। पुरै बाक्लो छ। यस्तो छ। माथि पानीको पाइपहरुमा पनि सबैतिर हिउँ जमिसकेको छ। एकदमै बाक्लो हिउँ निरन्तर परेकै छ के। यस्तो छ अहिले मुस्ताङ मुक्तिनाथ क्षेत्रको ताजा दृश्य तपाईहरुले हेरिराख्नु भएको छ। यस्तो छ है। निरन्तर हिउँ पर्ने क्रम जारी छ। तपाईहरु पनि मुस्ताङ यात्रामा निस्किदै हुनुहुन्छ भने हिमपात भएकोले गर्दाखेरि बाटोको अवस्था के छ, यो हिउँ कहाँसम्म परेको छ मलाई पनि ठ्याक्कै थाहा छैन हैन। हामी साँझमा आएर यहाँ बसेको थियौं। राति 10 बजे पछाडिदेखि चाहिँ हिउँ पर्न सुरु गरेको र यो मुक्तिनाथ क्षेत्रमा त एकदमै बाक्लो परिरहेछ। तल कहाँसम्म छ हिउँ परिसकेपछि बाटो पनि चिप्लो होला। तपाईहरु मुस्ताङ यात्रामा निस्किदै हुनुहुन्छ भने कृपया बाटोको अवस्था बुझेर आउनु होला। प्लस एकदमै तातो कपडाहरू लिएर आउनु होला। अब यो हिउँ परिसकेपछि 2-4 दिन निकै नै जाडो हुनेछ, चिसो हुनेछ यहाँ। यस्तो छ ताजा दृश्य। यो दृश्य तपाईहरु जो हेरिराख्नु भएको छ यो मुस्ताङको चाहिँ मुक्तिनाथ क्षेत्रको दृश्य हो। मुक्तिनाथ मन्दिर यही केही माथि छ। हामी बसेको होटलबाट 10-15 मिनेटको हिँडाइ पछाडि पुग्न सकिन्छ। अहिले यस्तो छ यहाँको चाहिँ हिमपातको दृश्य यही हो। यस्तो छ है। निरन्तर हिउँ पर्ने क्रम जारी छ। यस्तो छ तपाईहरु देख्न सक्नुहुन्छ। हिजो अलिक पातलो परिरहेको थियो हिउँ साँझ राति। अहिले चाहिँ निकै बाक्लो हिउँ परेको अवस्था छ है। यो ताजा दृश्य लाइभ भिडियो मार्फत तपाईहरुले हेर्दै हुनुहुन्छ। मुक्तिनाथ मन्दिर परिसरको मुस्ताङको जहाँ चाहिँ अहिले हिमपात भइरहेको छ। माथि हेर्नुस् यो पाइपहरु पनि पुरै हिउँले चाहिँ घेरिसकेको छ। यहाँ रेलिङहरुमा यस्तरी परिरहेछ हिउँ। यस्तो छ। हिउँ तत्काल चाहिँ रोकिएला जस्तो छैन। किनभने क्लाइमेट हेर्दाखेरि पुरै हिउँ पर्ने खालकै क्लाइमेट छ। अझै पनि टाढासम्म तलसम्म चाहिँ हिमपात भइरहेको। क्यामेराले भ्याएसम्मको एरियामा चाहिँ हिउँ परेको छ के। यस्तो छ पुरै हिउँ। र तपाईहरु पनि मुस्ताङ यात्राको प्लानिङमा हुनुहुन्छ भने तातो कपडाहरू लाएर निस्किनु होला। प्लस तत्काल आउँदै हुनुहुन्छ भने चाहिँ बाटोको अवस्था बुझेर मात्रै आउनु होला। तल तातो पानीमा मेरो केही साथीहरू आएर बस्नु भएको थियो। उहाँहरूले चाहिँ त्यतातिर पानी परिरहेछ पनि भनिराख्नु भएको थियो। त्यसले गर्दाखेरि बाटो कहीँ अवरोध हुन पनि सक्छ हैन।
चिप्लो हुनसक्छ, गाडीहरू नआउन सक्छ, के छ। यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ बुझेर मात्रै आउनु होला है त। यस्तो छ यहाँको अहिलेको ताजा दृश्य। हस् त, सबैजनालाई यहाँको चाहिँ यो दृश्य देखाउँदै थोरै सूचना दिँदै म चाहिँ यो लाइभबाट बिदा हुँदैछु। हस् त, धन्यवाद।